म त्यो जंगलको जडीबुटी जस्तै हुँ आमा। चिन्न सक्नेहरूको लागि औषधि बन्न सक्छु र चिन्न नसक्नेहरूको लागि सामान्य झारपात नहुँ। बस मलाई जिन्दगीमा साथ दिने मान्छे र जन्म दिने बुवा आमाले चिनिदिए पुग्छ। मलाई अरू केही चाहिँदैन। मलाई यसैमा खुसी लाग्छ, प्यारो मान्छे। म त्यो जंगलको जडीबुटी जस्तै हुँ आमा। चिन्न सक्नेहरूको लागि औषधि बन्न सक्छु र चिन्न नसक्नेहरूको लागि सामान्य झारपात नहुँ। बस मलाई जिन्दगीमा साथ दिने मान्छे र जन्म दिने बुवा आमाले चिनिदिए पुग्छ। मलाई अरू केही चाहिँदैन। मलाई यसैमा खुसी लाग्छ, प्यारो मान्छे।